यदि एसीमा प्रथम विश्वयुद्धको परिचय दिई कारण लेख्नुहोस् भन्ने प्रश्न आयो भने के तपाईलाई डर लाग्छ? आज 5 मिनेटमा यस्तो तरिका सिकाउँछु जसले बुझेर लेख्न सक्नुहुन्छ अनि नम्बर आफै आउँछ। त्यसको लागि यो भिडियो लास्टसम्म हेर्नुहोस् र यसको डिस्क्रिप्सनमा रहेको चाहिँ नोट पनि प्राप्त गर्नुहुनेछ। प्रथम विश्वयुद्धको परिचय भनेर अलिकति लेख्नुहोस्, जसमा यसरी लेख्न सकिन्छ। प्रथम विश्वयुद्ध सन् 1914 देखि 1918 सम्म युरोप केन्द्रित भएर लडिएको, तर पछि विश्वका धेरै देशहरू जोडिएको चाहिँ एउटा ठुलो युद्ध हो। यसरी बुझ्नुहोस्। यो युद्ध मुख्यतया युरोपका शक्तिशाली राष्ट्रहरू आपसमा प्रभुत्व, शक्ति र स्वार्थका कारण लडेका थिए। अब तपाईं यसैमा चाहिँ यसरी लेख्नुहोस्। प्रथम विश्वयुद्ध सन् 1914 देखि 1918 सम्म युरोप केन्द्रित भएर सुरु भएको र पछि विश्वका धेरै देशहरू संलग्न भएको एक व्यापक युद्ध हो भनेर लेखिदिनुस्। परिचय यदि लेखिदिनु भयो भने 2 नम्बर आउँछ। परिचय बराबर चाहिँ समय प्लस स्थान प्लस स्वरूप, त्यसमा खोल्छ। यो परिचय भन्ने बित्तिकै समय, स्थान र स्वरूप खोल्छ। यति 3 लाइन लेखे पुग्छ। अर्को, अब युद्धको कारणलाई बुझौं। युद्धको कारण धेरै छन् ब्याकग्राउन्डमा, तर प्रमुख कारणलाई पक्रिनुपर्छ। जस्तै सैन्यवाद भन्ने छ एउटा। युरोपका देशहरू हामीसँग ठुलो सेना, ठुलो हतियार हुनै पर्छ भन्ने सोचमा थिए। जसको सेना ठुलो उनी शक्तिशाली भनेर ठानिन्थ्यो। जस्तै छिमेकीसँग ठुलो डन्डा देखेपछि आफूसँग पनि झन् ठुलो डन्डा राख्ने जस्तो के, उसले त्यत्रो बलियो डन्डा राखेछ, म चाहिँ किन सानो राख्ने भनेर राखे जस्तरी चाहिँ यो सेनाको चाहिँ होडबाजी चल्यो। यसलाई भनिएको हो सैन्यवाद भनेर युरोपमा है। अब यसैमा लेख्ने तरिका भनेको चाहिँ युरोपेली राष्ट्रहरूबीच ठुलो सेना र हतियार राख्ने प्रतिस्पर्धा बढ्नु प्रथम विश्वयुद्धको एक कारण हो भनेर लेख्ने है। यो लेख्ने टेक्स्ट म पछि भिडियोमा उपलब्ध गराउने छु, भिडियोको डिस्क्रिप्सनमा। अब अर्को कारण छ गठबन्धन प्रणाली भनेर बुझ्नु पर्यो। यसलाई एलाइन्ड सिस्टम भन्छ। गठबन्धन के एक अर्कासँग जोडिने। यो देशहरू 2 समूहमा बाँडिए। युरोपका, विशेष गरी युरोपका देशहरू चाहिँ 2 समूहमा बाँडिए। तिमीलाई कसैले हान्यो भने म तिम्रो पक्षमा लड्छु भन्ने सम्झौता भयो। व्यावहारिक रूपमा बुझौँ। तिमीलाई कसैले हान्न आयो भने म तिम्रो पक्षमा लड्छु है भनेर यसो सम्झौता गरेका गठबन्धन प्रणालीहरू। जस्तै एकजना विद्यार्थीलाई हानेपछि उसका सबै साथी झगडामा कुद्छन् नि, त्यसैगरी कुदे जस्तै हो। यो गठबन्धन प्रणाली थियो, 2 समूहमा विभाजित थियो। अब यसैमा हामीले लेख्ने भनेको युरोपेली राष्ट्रहरू बीच गठबन्धन प्रणाली विकास हुँदा सानो झगडा पनि ठुलो युद्धमा बदलियो भनेर लेखिदियौँ भने व्यावहारिक उत्तर पनि हुन्छ, पुग्छ। अब त्यस्तै अर्को छ साम्राज्यवाद भनेर सुनिएको शब्द त सुनेकै होला।
अब सबै देशहरू युरोपका विशेष गरी सबै देशहरू के चाहन्थ्यो भने धेरै उपनिवेश चाहिने, धेरै धन चाहिने, धेरै शक्ति चाहिने, उपनिवेश धेरै चाहिने, धन धेरै चाहिने, शक्ति धेरै चाहिने। जस्तै चाहिँ सबैले एउटै एक ठुलो टुक्रा लिन खोज्दाखेरि चाहिँ झगडा परे जस्तै हो। एउटा केक सम्झौँ, अनि त्यसको चाहिँ सबभन्दा ठुलो टुक्रा कसले लिने भन्ने कुरा लिन खोज्दा चाहिँ झगडा परेको हो। त्यसलाई भन्छ साम्राज्यवाद है। अब यसैमा लेख्ने भनेको उपनिवेश विस्तार गर्ने होड राष्ट्रहरूबीच तनाव बढ्नु युद्धको मुख्य कारण बन्यो भनेर लेखिदिने। अर्को छ यो राष्ट्रवाद। आफ्नो जाति, भाषा र राष्ट्रलाई अरूभन्दा श्रेष्ठ ठान्ने भावना झगडाको कारण बन्यो। सबैभन्दा ठुलो त आफ्नो जाति, आफ्नो भाषा, आफ्नो राष्ट्र, त्योभन्दा अरू त के होइन भन्ने भावना चाहिँ झगडाको कारण बन्यो। अत्यधिक राष्ट्रवादी भावना राष्ट्रहरूबीच द्वन्द्व बढाउने कारण बन्यो भनेर यसैमा लेख्न सकिन्छ। अत्यधिक राष्ट्रवादी भावना राष्ट्रहरूबीच द्वन्द्व बढाउने कारण बन्यो भनेर लेखिदिनु मिल्यो। अर्को छ अब एउटा तत्कालीन कारण राखिदिनुस् है। तत्कालीन कारण भनेर लेखिदिनुस् चाहिँ त्यो चाहिँ आर्कड्युक फर्डिन्यान्डको हत्या भन्ने छ। 1914 मा अस्ट्रियाका युवराज आर्कड्युक फ्रान्ज फर्डिन्यान्डको हत्या भयो। यही घटना युद्धको तत्कालीन कारण बन्यो। अब यसैमा हामीले आर्कड्युक फ्रान्ज फर्डिन्यान्डको हत्या प्रथम विश्वयुद्धको तत्कालीन कारण हो भनेर लेख्नु पर्यो। कारण लेख्यो। अब त्यसपछि यसमा हामीले के बुझ्नु पर्यो भने परिचय 3 लाइनमा, कारणहरू 5 बुँदा, निष्कर्ष चाहिँ 1 लाइनमा। यदि लेखिदियौँ भने हाम्रो चाहिँ 7 नम्बर आउँछ। यसरी विभिन्न राजनीतिक, सैनिक र आर्थिक कारणहरूले प्रथम विश्वयुद्ध सुरु भयो भनेर निष्कर्षमा राखिदिने। यदि तपाईलाई इतिहास अब सजिलो लाग्यो, अब यो सुन्दा भने यो भिडियोलाई लाइक, शेयर, कमेन्ट गरिदिनुस् र नोट डिस्क्रिप्सनबाट लिनुस्। हस्, धन्यवाद, नमस्ते।